अहिले नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनौट खेलको लागि अभ्यासमा व्यस्त छन्। विदेशी कोच प्र्याक्टिस डे ओइलेको रणनीतिमा अभ्यास गर्न पाउँदा खेलाडीहरू खुसी छन् भने आम नेपालीले उपलब्धिको आशा पनि गरेको छ। तर दुःखको कुरो नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफा वरियतामा एक स्थान तल खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुन महिनाको लागि निकालेको ताजा वरियतामा नेपाल एक स्थान तल झर्दै 100औं स्थानमा पुगेको हो। एएफसी महिला एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले केही साता अघि मात्र थाइल्यान्डसँग उसैको मैदानमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो, जुन खेलमा नेपाल 0-2 को अन्तरले पराजित भएको थियो। दक्षिण एसियातर्फ भने नेपाल भारतपछि दोस्रो स्थानमा यथावत छ। भारत पनि वरियतामा एक स्थान तल झर्दै 70औं स्थानमा पुगेको छ। बङ्गलादेशले भने 5 स्थान सुधार गरेको छ। बङ्गलादेश नयाँ वरियतामा 128औं स्थानमा पुगेको छ। पाकिस्तान 157औं, मालदिभ्स 163औं र भुटान 171औं स्थानमा यथावत रहँदा श्रीलङ्का एक स्थान तल खस्किँदै 159औं स्थानमा पुगेको छ। एफ समूहमा रहेका एएफसी एसियन कप छनौट खेलमा नेपालले लाओससँग जुन 29, श्रीलङ्कासँग जुलाई 2 र उज्बेकिस्तानसँग जुलाई 5 मा खेल्दैछ। यी सब खेल उज्बेकिस्तानमा हुने भएको छ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउनेछ। यसैका लागि अखिल नेपाल फुटबल सङ्घ एन्पाले फ्याक्ट्रीलाई 1 वर्षको सम्झौतामा नेपाल झिकाएको हो।